हेलो गुड इभिनिङ। यो चाहिँ मेरो सब्जी हो। जस्ट अहिले आफ्टर स्कुल म गएर बारीदेखि टिपेर ल्याएको हो। एन्ड यो चाहिँ लट्टे सागको हो, बारीमा थियो। एन्ड देन दिस आर बिन्स। यो चाहिँ सिबी हो। सिबी चाहिँ नइरहेको कि अस्तिदेखि नटिप्दाखेरि चाहिँ आधी उधी सुकेछ, आधी किराले पनि खाएछ। एन्ड देन whatever left is this. त्यहाँदेखि चाहिँ यो चाहिँ इस्कुसको मुन्टा, अनि इस्कुसको मुन्टा चाहिँ पुरै आएको रहेछ हो। एन्ड देन यो भयो सिस्नो। सिस्नो ज्यादातर मान्छेले जङ्गलदेखि खोजी खाने गर्छ, तर म मेरो चाहिँ सानो जग्गा राखेको छ रोप्ने, सो म भारीमै रोपी खान्छु हो, जङ्गल जानु सक्दैन। अनि यो दुङदुङ्गे साग हो। यो चाहिँ किन कम्ती टिपेको भन्दा नि, यो चाहिँ सिर्फ मेरो घरमा मैले मात्रै खान्छ, जो अरूले मन पराउँदैन। त्यसले गर्दाखेरि मैले कम्ती टिपेँ हो। सो यो चाहिँ आज मैले गएर मेरो बारीदेखि अर्ग्यानिक भेजिटेबल टिपेँ। यो चाहिँ मैले थुप्रो किन टिपेको भनेको नि, घरि गइरहनु भ्याउँदैन। नाउँले स्कुल पनि बिहान बिहानै लाग्छ। त्यसले गर्दाखेरि चाहिँ म सबै काटेर एयरटाइट कन्टेनरमा राख्ने गर्छु। अनि पकाउँदाखेरि टक्कै टिपेर पकायो, त्यसरी गर्ने गर्छु।